आज हामी दिदी र बहिनी खुसी हुँदै हुँदै दुवैजना निस्केको नि। साइटसिइङको लागि हामी आउटिङमा गएको छौँ भने एउटा एकदम प्राकृतिक सौन्दर्यको ठाउँमा गएको छौँ। एकदम नेचुरल होइन, नेचुरल फ्लावरहरूको बगैँचामा हामी चाहिँ बगैँचामा भमरा जस्तै हामी घुम्नका लागि डुब्नका लागि गएका छौँ है। सो कुन ठाउँ होला, आउनुहोस् मसँग। नमस्ते, हेलो एभ्रिवान, लेट्स गो विथ मी इन मिराकल गार्डन दुबई। यहाँ चाहिँ आज दिदी बहिनी मिलेर चाहिँ हामी चाहिँ भिजिट गर्नु गएको छौँ मिराकल गार्डनमा। अनि यहाँ चाहिँ ओभरअल all are natural. All of them so nice and beautiful. अनि यहाँ चाहिँ यस्तो महसुस भइरहेको थियो कि शान्ति, एकदम पिस महसुस भइरहेको थियो, किनकि यो चाहिँ all ओभरअल नेचुरल फ्लावरहरू हो। अनि चाहिँ इनफ अक्सिजन पाइरहेको अनि शान्ति फिल रहेको, पिस महसुस भइरहेको छ। अनि यति ब्युटिफुल छ कि साँच्चीकै भन्नु पर्दाखेरि नै यो दुबई गभर्मेन्टले चाहिँ जानेकै हो क्या। अनि यो चाहिँ अब यसलाई फ्लावरहरू ट्रान्सप्लान्ट गर्नमा कति टाइम लाग्यो होला। वाउ, हेर्नु त कस्तो ब्युटिफुल, all mixture of color. Which color you like it? Just prefer your color and comment. अनि होइन हेर्नुहोस् त, वाउ कस्तो यहाँ। अनि हरेक थरीको हेर्नुहोस् त घोडालाई चाहिँ त्यहाँ यो सजाएर बनाइदिएको छ होइन। यिनीहरूले विभिन्न प्रकारको चाहिँ डेकोरेसन गरेको छ हेर्नुहोस्, सनफ्लावर दिदीबहिनीको फोटो। अनि हामी दुईजना चाहिँ कति घुम्यौँ क्या यहाँ, हेर्नुहोस् त कस्तो त्यहाँ वाटर फ्लोराहरू छ, झरनाहरू बनाइरहेको छ, सानो सानो फुलको गुच्छाहरू बनाइरहेको छ। अनि सानो सानो घर बनाएर त्यो घरभरि नै पुरा पुरा लेमिनेसन गरेको छ होइन, फ्लावरले नेचुरल फ्लावरको सबै डेकोरेसन। ठुलो एरोप्लेन बनाएको छ हेर्नुहोस् है, त्यसलाई पुरा लेमिनेट गरेको छ फ्लावरले। एरोप्लेन लेखेको पनि पुरा नेचुरल फ्लावरले नै डेकोरेट गरेको छ होइन, यसरी छ। अनि यो सानो सानो यस्तो यस्तो कस्तो भन्छ नि, त्यस्तो अल्झाउने ह्याङ्गरहरू बनाएर त्यहाँ यस्तो लट्काएर बनाएको छ होइन। यस्तो हेर्नु झरनाहरू झरिरहेको छ, बस्ने ठाउँहरू बेन्चहरू बनाएको छ। हेर्नुहोस् त यो चाहिँ कस्तो लेडीलाई बनाएर चाहिँ यहाँ फ्रक लगाइदिएर चाहिँ हेर्नु त स्कर्ट लगाइदिएको छ, त्यही फ्लावरबाटै, नेचुरल फ्लावरबाटै बनाएको छ। अनि यो चाहिँ अटोमेटिक घुमिरहन्छ, मतलब यो चाहिँ इलेक्ट्रिकल होला, अनि त्यही भएर घुमिरहन्छ यो चाहिँ होइन, यस्तो नाचेको जस्तो फन्को मारिहाल्छ। अनि यो चाहिँ हार्ट सेपहरू बनाएको छ कि कति ब्युटिफुल, त्यो स्ट्याचुसहरू बनाएर चाहिँ त्यसमा चाहिँ होइन स्ट्रक्चर बनाएर चाहिँ त्यसमा चाहिँ फ्लावरले पुरा घेरेको छ होइन। यति राम्रो छ कि होइन, तपाईँहरू पनि जो नेचुरल मन पर्ने यो चाहिँ होइन, जसलाई पनि नेचुरल मनपर्छ नि, नेचुरल लभरहरू चाहिँ तपाईँहरू चाहिँ डोन्ट फर्गेट टु भिजिट एन्ड मिराकल गार्डन इन दुबई है त। वाउ कस्तो रमाइलो छ क्या होइन, एकदम छुट्टै अनुभव भएको छ, एउटा छुट्टै छुट्टै अलग किसिमको रमाइलो। अनि एकदम ग्रेट एक्सपिरियन्स। हेर्नु त कस्तो राम्रो बनाएको छ, हाते हात यो चाहिँ म चाहिँ के हो चुन्डिरहेको छ। यो पनि फ्लावर नेचुरलहरूको होइन, त्यो पनि प्लान्ट जस्तै झरेर लरम्म झुन्डिरहेको छ। हेर्नुहोस् त फ्लावरहरू कति टाइम लाग्यो होला है यिनीहरूलाई यो ट्रान्सप्लान्ट गरेर यसो बढाउनुलाई, फुल्नेसम्म गर्नुलाई। दिदीबहिनी हामी रमाइलो गरिरहेको छौँ नेचुरल। वा कस्तो शान्ति, सास फेर्नलाई सजिलो भएको महसुस हुन्थ्यो। हेर्नु त घोडाहरू बनाएर अनि होइन। अनि माथि चढ्ने पनि छ, माथि चढेपछि चाहिँ तल हेऱ्यो भने कति फ्लावरको बगैँचा देखिन्छ नि। अनि होइन, अनि एरोप्लेन, ठुलो एरोप्लेन पनि छ, त्यसको माथि पुरा कभर गरेको छ फ्लावरले। देख्नुमा यति राम्रो देखिन्छ कि है। अनि यो गेट जस्तो बनाएको चाहिँ गेट जस्तो देखिन्छ, तर हार्ट सेपको होइन, यो दिल सेपको, मुटु सेपको होइन, कति राम्रो छ कि। धेरै यहाँ भिजिटर, धेरै मान्छेहरू आएको थियो होइन त्यो दिन। यो चाहिँ खोइ के हो, यस्तो घुमिरहन्छ होइन, त्यहाँ पानीहरू चाहिँ झलिरहेको छ। अनि यो चाहिँ के हो, के भन्छ, पानी घट्टा कि घट्टा जस्तो चलिरहन्छ सायद, आई थिङ्क समथिङ लाइक द्याट, यस्तै होला, नाम चाहिँ थाहा छैन होइन। त्यो घुमिरहन्छ होइन,
यो चाहिँ खोइ कसरी घुमिरहन्छ, इलेक्ट्रिकल हो कि पानीबाट हो कि त्यो चाहिँ थाहा भएन होइन, तर घुमिरहन्छ। अनि हामी चाहिँ फुलहरूसँग आज चाहिँ रमाइलो गरिरहेको छौँ। आज फुल गुच्छासँग चाहिँ हामी चाहिँ खेलिराखेको छौँ है, खेलिराखेको अवस्था। अनि यस्तो राम्रो फिल भएको छ, एकदम आफूलाई पनि विश्व सुन्दरी जस्तै फिल भइरहेको छ। हेर्नुहोस् है, यो पनि माथि माथि यस्तो होइन रुखहरू बनाएर अनि त्यो सुकेको रुखहरू जस्तो छ, अनि त्यसमा चाहिँ फुलैले कभर गरेको छ। यो चाहिँ माथि चढेर चाहिँ त्यहाँ बजाइरहेको छु, अनि म चाहिँ यो स्टार केसमा चढिरहेको छु होइन। अनि ब्याकग्राउन्ड हेर्नुहोस् त कस्तो ब्युटिफुल, कस्तो राम्रो है, सनफ्लावरहरू फ्लावरहरू मिक्स। म पनि मक्ख परेर क्या सिर 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 हावा चलिरहेको थियो, त्यो फ्लावरहरू नेचुरल फ्लावरले गर्दाखेरि। अनि हावा सिरसिर चलिरहन्छ, त्यो चलेपछि इनफ अक्सिजन हुन्छ होइन। स्टार केसमा चलिरहेको छु, हाई भनेको छु मेरो बहिनीलाई, हो कि अर्को एकजना चिनेकोलाई पनि भेटाएर चाहिँ हाई हेलो भनेर चाहिँ फुल टिपेर दिउँ भनेको। यो चाहिँ हेर्नुहोस् है, फुल टिपेर यस्तो झरेको थियो, त्यतिखेर नै क्याप्चर भएछ क्या, एउटा फुल टिपेको थिएँ अनि यसो के खिचिराख्दाखेरि आफैले झरेछ। ल अब चाहिँ हाम्रो चाहिँ जाने बेला भइसकेको छ। I hope you watching and enjoying watching on my video, and keep supporting. Till then, bye bye. Until next video. Bye.